नमस्कार सबैजनालाई फेरि पनि हजुरहरूलाई स्वागत छ मन्जु अफिसियल फुड च्यानलमा। आज चाहिँ मैले खाना लिएर आएको छु। खानामा रहेको छ यो खसीको बुटन, त्यसपछि यो सलाद भइहाल्यो, साग, यो चटनी टमाटरको टिमुर हालेर बनाएको एकदम मिठो मिठो छ। खुर्सानी लिएको छु। बुढाले चाहिँ के अरे खुर्सानी नखाने भएको भएर बुढाले चाहिँ खुर्सानी राखिदिएको छैन मैले बुढालाई चाहिँ। अनि दाल भइहाल्यो, पिउनको लागि पानी। आज चाहिँ खानाको लागि मलाई साथ दिनको लागि मेरो बुढा आउनु भएको छ। भगवान रूपी दर्शकहरूले मन्जु अफिसियल फुड च्यानललाई धेरै माया गरिदिनु होला अनि च्यानललाई सब्स्क्राइब, लाइक र गरी भिडियो सुरुदेखि अन्तिमसम्म हेरी कस्तो लाग्छ कमेन्ट गरिदिनु होला। कमेन्ट पनि गरिदिनु होला। भिडियो सुरुदेखि अन्तिमसम्म हेरेर साथीहरू कस्तो लाग्छ है त। ल अब चाहिँ हामी खानाको लागि यस्तो भोक लागेको छ साथीहरू। आज बुढाले छिटो खाने कि मैले खाने त्यो त अब हजुरहरूले हेर्दै जानु होला। कस्तो छ खाना, एकदम मिठो मिठो छ होला जस्तो छ साथीहरू। खसीको बुटन एकछिन। अनि मेरो फेसबुक पेजमा गएर सबैजनाले फलो गर्न नभुल्नु होला है त साथीहरू। ल अब चाहिँ हामी खाना रेडी। ल खाना सुरु गरौँ। पहिला केबाट सुरु गर्ने? स्टार्ट भुटनदेखि नै। ल चेस चेस। ल खायौँ है साथीहरू। भुटन त भयो तर यो सादा पानीसँग अब के खाना त? वा सुरुदेखि नि हामी त भुटन खाइदिउँ त होइन? मिठो छ। आज चाहिँ मेरो बुढाले मिठो छ। दर्शकहरू तपाईँहरूलाई यो हाम्रो दुईजनाको आजको खाना कस्तो लाग्छ त्यस्तै कमेन्ट गरिदिनु होला। जस्ताको त्यस्तै होइन, जस्तो लाग्छ त्यस्तै होइन। चटनी त्यसमा त झन् अझ साग मिठो छ। कस्तो छ त आज मैले बनाएको खाना? साग अरे झकास मिठो मिठो। मलाई चाहिँ अलि अप्ठ्यारो कस्तो लाग्यो हो। अहिले त सागमै अलिक हल्का शान्त, अलिक टाढा भयो। चम्मचले खाम कि हातले खाम? जसले खान्छु लाग्नु। तर बहुत तीन पाने भइदिएमा त दामी हुन्थ्यो नि। अब तीन पाने देखाने बुढीले। तर भुटन चाहिँ मिठो भएको क्या है। आज बुढाबुढीको मुखबान कस्तो लाग्छ हजुर? च्याट्ट लगाएर कमेन्ट गरिदिनु होला। चटनी मिठो लाग्छ। लास्ट टाइम भिडियो गराएर च्यानलै स्टार्ट नभएको भनेको होइन भयो नि पक्का त्यो हेरेर राख्नु है। भुटन झकास होला है। जका बुढीले बनायो मिठो भन्नु। साथीहरू युट्युबमा गएर मन्जु अफिसियल फुड च्यानलमा गएर हेरिदिनु होला। र फेसबुक पेजमा मन्जु अफिसियल फुड च्यानल फेसबुक पेजमा गएर पनि फलो गरिदिनु नभुल्नु होला।
अरूलाई म आधा त देखेँ गएर हेर्नु भनेको त आज साग आज मेनु रहेको छ साग दाल भन्छ त्यस्तो त साथमा भन्छ चटनी हालेर चटनी ल्याइयो नबोल्नु न त्यो भन्छ त के भएन अलि तिमी छेक्यो नै धेरै हुँदैन गर्नु हाँ त क्यामेरा त त्यतै खन्छ होइन हो त आज बुढाले चटनी खान मलाई दिँदै जस्तो भयो होइन त्यो खुर्सानी हा मलाई त अर्को याद आइरहेको नि त अर्को याद क्यामेरा जस्तो साग पनि मिठो रहेछ होइन साग पनि मिठो रहेछ भुटान त त्यस्तै रहेछ खानु भोलि हाम्रा म कस्तो देख्छ हिरो जस्तो देख्छ खुर्सानी चाहिँ यस्तो पिरो भिडियोमा हिरो जस्तो देख्छ हिरो मिठो गजब भुटान चाहिँ बुढाले नै बिहानै गरेर लिएर आएको है खसीको भुटान हो है मैले भन्नु त खसी भनेको न आज खसीको भुटान खाऊँ त चिसो मौसममा तिन पानी चाहिँ भएन है तिन पानी गुनामा तिन पानी हुनु पर्ने तब ठिक हुन्छ तिन पानी कता गयो होइन कहाँ गयो तिन पानी चम्चाले खास त्यस्तै त हुन्छ आवाज आउँछ बुढो जित्नुमा चट्नी खाने
त्यो पिरो पनि प्याज है प्याज पिरो Ikan juga taruh rata. Coba. Ada bar? Bukan hamburger. Winner. बुढो जितेको मलाई Ah, बुढोले जितेकै ठिक हुन्छ बुढले जितेको चाहिँ कहाँ हुन्छ त ठिक होइन tin pane. Jakasa. तिन पानी पनि म चाहिँ खान सक्दैन क्या क्यामेरा अगाडि चाहिँ खान सक्दैन पछाडि त फेरि ग्वाम्टी हो म होइन हो कि नभन् त भयो लास्ट भन्दैन भन्ने अब यो त यता राख्नु ओ भ्याइन सबै हामीले चाहिँ खाना खाएर भ्यायौँ बुढा र बुढीले आज यति मस्तसँग खसीको भुटनसँग त यति मिठो भयो हेर्नुहोस् हजुर चिसोमा तातो तातो बुढोलाई चाहिँ 3 पानी भइदिएको भए हुन्थ्यो अरे अब 3 पानी कहाँ पाउने होइन भनेको बेला 3 पानी कहाँबाट आउँछ र नेक्स्ट भिडियोमा 3 पानीको साथमा ओके ल साथीहरू बाई आजको भिडियोबाट अर्को भिडियोमा भेटौँला जदु नमस्ते बाई बाई सबैजनाले हाम्रो भिडियोलाई मेरो च्यानललाई एकदम माया गरिदिनु होला र हजुरहरूले माया गरिदिनु भयो भने हामी फेरि पनि यस्तै भिडियोहरू लिएर आउनेछौँ साथीहरू आज चाहिँ सबै कुरा मेरो बुढाले भनिदिनु भएको छ म टिकटकमा जतिजनाले फलो गर्नु भएको छ सब के अरे सबै साथीहरूले मेरो युट्युबमा गएर पनि सब्सक्राइब गरिदिनु होला है त साथीहरू अब चाहिँ हामी आजको भिडियोबाट बिदा हुन चाहन्छौँ नेक्स्ट भिडियोमा 3 पानीको साथमा है गाइज नभुल्नु होला हेर्न पक्का अर्को पार्टमा आउनेछ 3 पानी भिडियोलाई चाहिँ